सबैलाई स्वागत गर्न चाहन्छु निरज घले गुरुङ युट्युब च्यानलमा। र आज विशेष गरी हामी यस्तो गर्मीमा पनि हामी तपाईँलाई देखाउन आँटेको छौँ। आज पनि फेरि धरानको केही झलकहरू। बसाउने दाइलाई दिँदाखेरि हो र हो नेन्सी आउलु दिनु भन्छ नि त खालि। जानु हुँदैन को भनेन्छु ल जाउँ 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 अब बाबु आउन त लड्छ ओइ यो त के भनेको यो त ल उल्लु माइला यो मानेको छाना मुनि बस्ने ठाउँ पानी पर्दाखेरि एकदम असल हुन्छ, गुड हुन्छ। ओइ निर्माण कार्य हुँदैछ नचल हो, त्यहाँ छेउछाउतिर नचल। फेरि अर्को भवन बन्दैछ होइन। अनि यहाँ पुरा यस्तो दामी बाटो पनि रहेछ, रेलिङ लागिरहेछ यहाँनिर। पहिला भन्दा धेरै राम्रो छ नि त। आजभन्दा धेरै समय अगाडि हामी आएको थियौँ, त्यतिखेर योभन्दा अलिकति खासै विकास भएको थिएन, भर्खर हुँदै थियो। तर अहिले धेरै विकास भइसकेको छ। तैपनि आज निर्माण कार्य हुँदै रहेछ। यो रहेको छ। पानी खाँदै गरेको बहिनीले जसरी खाऊ त मुखे बङ्गाको बङ्गाइ गर्छ। निल्ने नै हो। यो बाजेले हात हल्ला यस्तो लागेर मलाई भर्खर अनि यस्तो गर्छ लाग्यो क्या, मलाई हात हल्ला यस्तो लाग्यो क्या। यो चाहिँ हाम्रो खाजा हो। सुकुटी चिसो है। अनि हामी चाहिँ केटाकेटीलाई खाजा खुवाउनु लिएको। कस्तो छ रमुक चाखा त? चस्सा छ। सुकुटी कस्तो छ? सुकुटी नि ल यसै खान्छ। अनि केटाकेटीलाई हामी फेरि खेलाउन लान्छौँ है त। यो त हाफ टाइममा केटाकेटीलाई खुवाउने।
नभन्ने हौ त्यहाँबाट चिप्लिँदै भन नि त यस्तै यस्तै ल्याङ भएर पेस्तल किनिदिएको भन न ला हेर्छु आज कस्तो भयो टुर यता हेर भन न मजा आयो आजको टुर यति नै भएको छ भिडियो अन्तिमसम्म हेर्नुभएको छ भने लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ है ब्लगमा भेट्नेछौँ बाई गर्दै हुनुहुन्छ